नमस्ते, म अहिले कालेबुङ जिल्लाको गोरुबथान खण्डको फागु खोला र रुङजुङ खोलाको बिचमा रहेको फागु वन बस्ती, यो जुन बिचमा देख्नु हुँदैछ हरियो वन, यसै बिचमा ठाउँमा छ एउटा गाउँ जसलाई चाहिँ फागु वन बस्ती भनिन्छ। यहाँहरूलाई जानकारी गराउँ, हिजो 28 जुन 2026 राष्ट्रिय पोलियो दिवस थियो। तर नानीहरूले पोलियो खान पाएनन् हिजो। 2 थोपा जिन्दगीको, तर त्यो जिन्दगीको दिने थोपासित हिजो नानीहरू वञ्चित हुन पर्यो। अनि यसै ठाउँमा आज हामी आएका छौँ न्युज गर्न। फागु खोला बढिसकेपछि यो खोला तरेर वनबस्तीसम्म पुग्न आशा कर्मीहरू, हेल्थ कर्मीहरूलाई साह्रो पर्यो। अनि हिजोको दिन वञ्चित भए र आज जसोतसो गरेर यो खोला तरेर यहाँका मानिसहरूको सहयोगमा खोला तरेर गएर आशाकर्मीहरूले जुन नानीहरूलाई पोलियो खुवाएको पनि खबर आएको छ। त्यसपछि तपाईँहरूलाई हामी समक्ष अलि विस्तृत रिपोर्ट दिनेछौँ। यो जुन मेरो पछाडि ब्रिज देख्नु हुँदैछ, यही जुन साधु बनाइएको छ हिउँ पाइप लगाएर, यो लगाइएको जुन पुल छ, लगाइसकेपछि खोला एकपट्टि फर्केर यो पुललाई भत्काइएको छ। अनि एकापट्टि अब यो साधु रहेको छ पुल, अनि एकापट्टि खोला बगिरहेको छ। अब यो मूलको तरेर कसरी जान सकोस् त यी आशाकर्मीहरू? अनि यहाँ कस्ता कस्ता समस्या झेल्नु परिरहेको छ यहाँका मानिसहरूलाई, त्यो रिपोर्ट तपाईँहरूलाई म लिएर आएको छु। एक एक गर्दै हेर्न नभुल्नु होला। भिडियो लामो हुन्छ, सक्दो सेयर गरिदिनु होला। अघिल्लो सरकारले केही गरेनन्, अघिल्लो एमएलएले त केही गरेनन्, अब यसपालिको एमएलए, यसपालिको सरकारले केही गरिदिन्छन् कि भन्ने आशा साँचेर हामीलाई यहाँ समाचार गर्नको निम्ति मानिसहरूले बोलाइसकेपछि आज हामी यहाँ आएका छौँ। हेर्नुहोस्, यो रिपोर्ट यस्तो छ। अहिले हामीले एउटा गाडी देखेका छौँ, जुन गाडी नै यहाँका मानिसहरूको सहारा हो। जम्मै गाडी भरेर बसिरहेका छन् मानिसहरू। आफ्नो रासिन पानी यसरी गाडीको साइडमा लगाइरहेका छन्, गाडीको यो अगाडि राखिरहेका छन्। अनि आउनुहोस् पहिले चालकसित कुराकानी गरौँ, किनकि उहाँहरूको सारथी भनेको नै चालक हुनुहुन्छ। यो बर्खामा कतिको समस्या झेल्नुपर्छ यहाँ? यो समस्या त हामीले बहुत सालदेखि झेल्दै आइरहेका छौँ। अहिलेसम्म पनि अब अहिले नयाँ सरकार बनिसकेको छ र पनि अब उहाँहरूले पनि खोइ नदेख्नु भएको जस्तो फिल हुँदैछ अब हामीलाई चाहिँ, होइन? बहुत साह्रो पर्छ हामीलाई। अब गाउँ बस्तीमा, होइन, बुढाबुढी मान्छे बिमारी हुन्छ, अन्त खोलामा तार्नु पनि साह्रो पर्छ हामीले, होइन? गाडी पनि त हेरेर लगाउनु पऱ्यो खोलामा, जतासुकै लगाएर पनि भएन, होइन? अब धेरै तकलिफहरू छ नि, हामीलाई धेरै साह्रो पर्छ। अन्त डेलिभरी हुन्छ, नानीहरू बिमारी हुन्छ, अन्त भनेको बेलामा निस्किनु आउनु जानु पाउँदैनौँ हामी, होइन? अन्त त्यही हो अब हाम्रो समस्या भनेकै पुल हो, होइन? जतिसक्दो कहिलेसम्म क्रस गर्नु सकिन्छ खोला? अब त अझै बढ्दै जान्छ, मध्य बर्खामा त झन् नसकिने स्थिति हुन्छ होला। अब यताउता अब गर्दै अब समस्या त अब झेल्नु परेकै छ, होइन? यस्तो कुनै दिन भएको छ गाडी बिचमा अड्किएको, एक्सिडेन्ट हुन लागेको? त्यस्तो भएको थियो पोहोर पनि, होइन? त्यो पोहोर पनि अब आउनु भएको थियो, यहाँ मिडियाहरू आउनु भएको थियो, उहाँले भिडियोहरू गरेर जानु भएको थियो, होइन? धेरै भाइरल पनि भयो त्यो। तर एउटा गाडी बिचमै बिग्रिएको? हजुर, त्यस्तो अब होइन होला। म होइन, मेरो अब दाजु हुनुहुन्छ यहाँ, अर्को पनि छ नि त गाडी, दुईवटा छ पिकअप चाहिँ हाम्रो, होइन? बहुत साह्रो पर्छ अब हामीलाई, होइन? त्यति बेला पनि त्यस्तो भयो। अन्त त्यो भिडियो पनि बहुत भाइरल भएको थियो र पनि उहाँहरूले अब अनदेखा जस्तो गर्नुभयो, होइन? अब यस्तो यो जुन होम पाइप बनाइदिनु भएको छ, अन्त यो होम पाइपको चाहिँ अब यो खोला बढ्दाखेरि चाहिँ ठुल्ठुलो रुखहरू बगाएर आउँदाखेरि अन्त एकपट्टि बन्द हुँदो रहेछ, अन्त खोला एकतिर जान्छ। अन्त हामीलाई त यो यस्तो खालको पुल त हामीलाई त चाहिएन अब, होइन? हामीलाई त सधैँभरि चल्ने पुल चाहियो नि त। अन्त हामीले त अब जसोतसो अब हामी त काला पानीमा बसेको जस्तो भइरहेको छौँ नि यहाँ त। हुन्छ, यहाँ हामी केही अहिले सौदा गरेर आउनुभएको तपाईँहरू, कतिको समस्या हुन्छ तपाईँहरूलाई यो जुन खोलाले गर्दाखेरि? हिजो मात्र सुन्यौँ पोलियो खुवाउन पाएन नानीहरूलाई, आज खुवाइँदैछ भन्ने सुन्यौँ। के हो अलिकति बताइदिनुहोस् न खुलेर। हिजो अब त्यस्तै भयो है, यो पानीले गर्दाखेरि चाहिँ अब पोलियो खुवाउनु पाएन र अब आज खुवाउँदैछ, होइन? यो प्रब्लम त अब हाम्रो जहिले पनि हुन्छ नि, मैले अघि पनि भनिहालेँ, होइन?
अब यसको त समस्याको समाधान चाहिँ छिटै नै होस्। हाम्रो त मेन त हामीलाई पुल चाहिएको छ। पुल चाहिँ तर हामीलाई अब भनिहाले त यस्तो त्यो पाइप लगाएको पुल चाहिँ होइन डेलिकेट, हामीलाई चाहिँ अब राम्रै खालको पुल दोस्। यहाँ मात्रै प्रब्लम छैन नि, अगाडि खोला पनि त्यो पुल पनि भत्काएर त्यहाँ पनि छ, यता अगाडि पनि छ, यो पनि हो। अन्त हामीलाई चाहिँ पुलै चाहिएको। अच्छा, तपाईँहरूको गाउँमा नि अघिल्लो र यो पालिको एमएलएहरू आए? एमएलए, एमपी, सांसद? पहिलेको एमएलए रुदेन लेप्चा, अहिलेको एमएलए भरत छेत्री। भरत छेत्री चाहिँ आउनु भएको थियो। हजुर, भन्नुहोस् त। अस्ति जुन भोट भन्दा अगाडि हजुर चाहिँ भारत छेत्री आउनुभयो होइन, सबै उहाँहरूलाई चाहिँ हामीले सबैले बधाई दियो होइन। अब यो समस्या चाहिँ उनीहरूलाई थाहा थिएन, तर अहिले अब जुन चाहिँ अब यसमा त दिएको चाहिँ सबैले होइन। खोलाले चाहिँ बहुतै सुविधा असुविधा दिएको छ होइन। अन्त हेर्नुहोस् न अहिले कस्तो अब बजारको दिन यस्तो, अब यो खोला मरेर तरेर गयो गाडीमा, अब अहिले पनि त्यस्तै अब हो। अझै अलिक पानी परेको भए नि ठ्यापै हुन्थ्यो। कति घर छ तपाईँहरूको गाउँमा? हाम्रो 90 कति 68 घर छ। कहिलेदेखिको यस्तो हो समस्या? यो समस्या त पहिलेदेखि नि पुल थिएन। अहिले अब पोहोर परेर हामीले अब त्यसरी अब लेखालेखी गर्दा भन्दा ढुवाङ ल्याएर राखिदियो। हेर्नुहोस् न, राख्नु त राख्यो नि, तर खोला चाहिँ यतापट्टि, ढुवाङ चाहिँ उतापट्टि, खोला यतापट्टि हुँदैछ। बर्खामा चाहिँ त्यस्तो हुन्छ। अन्त किसिम गरेर हामीले हाम्रो झाडा के अरे सरमदान क्या हो, सरमदान हामी सबै खटेर थुप्रो हामीले सकायो यहाँ पुलमा होइन। सकायो पुरै किसिम गरेर बनायो, आज बनायो भोलि लुते लागिहाल्छ, त्यस्तो भइरहेको छ होइन। त्यस्तो खालको भइरहेको छ र चाहिँ एकदम समस्या छ। किनभने पुलको पक्का पुल। यो पालिको सरकारसित के अपेक्षा राख्नुहुन्छ तपाईँहरू? यसपालको सरकारको लागि त भनेकै छु हामीले, अब पुल चाहिँ झट्टैभन्दा झट्टै हामीले गराइदेऊ होइन, गराइदिनु पर्यो भनेको छु होइन। अन्त त्यो जुन चाहिँ भारत छेत्री आउनु भएको थियो उहाँलाई पनि हामी सम्पूर्ण भनेको छु होइन। तर अब थालिहाल्नु चाहिँ पर्ने, अहिलेसम्म थाहा छैन। हेर्नु बर्खामा यस्तो हुन्छ बिजोग हुन्छ। दर्शक पनि यो भिडियो हेरिहाल्नु भयो तपाईँहरूले। आशा कर्मीहरू, हिजो 28/6/2026 को दिन राष्ट्रिय पोलियो दिवस थियो। अनि जुन दिन चाहिँ बच्चा नानीहरूलाई पोलियो खुवाउनु पर्ने हुन्छ, 2 थोपा जिन्दगीको, तर त्यो 2 थोपादेखि वञ्चित रहेका थिए। आउनुहोस्, यी आशाकर्मीहरू नै हुन्, हिजो पुर्याउनु सकेनन्, आज आफ्नो जीवन जोखिममा हालेर केही युवाहरूको सहयोगमा यो नदी तरेर फेरि यता उहाँहरूलाई पुरा तारेर अहिले उहाँहरूले पोलियो खुवाएर आइपुग्नु भएको छ। कतिको समस्या झेल्नुपर्छ। तपाईँको नाम चाहिँ? हेल्थ स्टाफ। तपाईँ आशाकर्मी, हेल्थ स्टाफ, आइसिडिएस वर्कर। अब हेर्नुहोस्, तीनै विभागका हुनुहुन्छ भने अब के समस्या रहेछ त हामी सुनौँ। अझ हिजो पोलियो खुवाउनु पाउनु भएन तपाईँहरूले, कतिजना नानीहरू जस्तै आज त वञ्चित भएनन्, के भएको थियो हिजो अनि आज कसरी जानुभयो त्यो बताइदिनुहोस्। नमस्कार सबैजनालाई होइन। म चाहिँ लीला छेत्री, माङजिङ सब सेन्टरको एचए हो। र हाम्रो चाहिँ के हुन्छ भने लुङसेल, माङजिङ र पुबुङ तिनवटा बुथमा वहाँनिर उभै गर्छ होइन। हाम्रो चाहिँ यहाँ लैतिगिस, फर्सिटार र छोटा माङजिङ थियो। मेरो चाहिँ त्यति 3वटा बुथको चाहिँ म सुपरभाइजर हो होइन, पल्स पोलियोको सुपरभाइजर हो। र हामीले चाहिँ अस्तिको दिन सल्लाह गरेको थियौँ ऊ र म भएर, अन्त दिदी पनि भएर चाहिँ हामीले बिहान छिट्टो गएर, रातभरि पानी परेन भने चाहिँ हामी छिट्टो गएर फर्सिटार चाहिँ सक्सेसफुल बनाएर चाहिँ हामी निक्लेर लैतिघिस गएर गरिहाल्नु पायो भने ढुक्कै हुन्छ भनेर हामीले अब छोटा माङजिङ त खोला तर्नु पर्दैन होइन। 2टाको लागि एकदमै चिन्तित हामी भगवान्सँग प्रे गरेर हामी सुतेको थियौँ। तर रातभरिको मुसलधारे पानीले गर्दाखेरि फर्सिटार अब सक्सेस हुन सकेन होइन। त्यहाँदेखिको म छोटा माङजिङ र नोम जान्छु भनेर छोटा माङजिङ नोम टोटल सकेर त्यहाँबाट फर्किँदाखेरि मैले प्रधान जो टिकाराम घलेज्यू हुनुहुन्छ उहाँलाई फोन गरेँ। अन्त आशा बहिनी छ भनेर बिन्दुला राई उहाँलाई फोन गरेर त्यहाँदेखिको हामी त्यहाँनिर आउँछौँ, खोला कत्रो भयो हेर्दै गर भनेर त्यहाँदेखि 1-2 बजीतिर म त्यहाँनिर गएर एकदमै त्यहाँनिरको दुःख चाहिँ कति साह्रो झेल्नु पर्यो। त्यो 1 दिनको लागि म थिएँ होइन। त्यहाँनिर चाहिँ झेल्नु परेको चाहिँ सबै जनताले त्यहाँनिर झेल्नुपर्छ। त्यो लैतीमा पनि एकदमै ठुलो हुन्छ, तर यसरी नै यहाँको जस्तै अब त्यहाँनिर पनि पानी आएन जब भनेपछि त्यो अलिकति घट्दै जान्दो रहेछ। त्यही लागि चाहिँ म त्यसरी अब एकदमै अब कस्तो अवस्थामा म त्यहाँ पुगेको थिएँ त सायद तपाईँहरूले भिडियोमा पनि हेर्नुभयो होला होइन।
म चाहिँ खोलामा चाहिँ पहिला बगाएको यही खोलाले बगाएको कारणले गर्दाखेरि चाहिँ म चाहिँ एकदमै सक्दिनँ बगाएको यो खोलाले पहिला स्कुल पढ्दाखेरि यो खोला नागेर हामी स्कुल पढ्नु जानुपर्थ्यो त्यही भएर अन्त म चाहिँ 21 वर्ष लागेको छ मैले ड्युटी गरेको एकदमै अब यहाँको बेनिफिसियरीहरू जुन हाम्रो इम्युनाइजेसन सुई लगाउनु जानुपर्छ होइन उहाँहरूको सुई पनि पाउनु पऱ्यो नि त पल्स पोलियोको साथसाथै उहाँहरूले सुई पाउनु पऱ्यो त्यो सुई पाउनु पर्दा पनि उनीहरू पल्लो खोलाले वञ्चित हुने गर्छ रुङजुङ खोला जो चाहिँ रुङजुङ खोला छ त्यहाँबाट नागेर उनीहरू उता जानुपर्छ र सक्दै सकेन भने यहाँनिर वञ्चित रहन्छ इन्जेक्सन पनि आरआई जुन चाहिँ हाम्रो हुन्छ छोटा माङजिङ आइसिडिएस सेन्टरमा हुने गर्छ र त्यो पनि यहाँको नानीहरू वञ्चित हुने गर्छ एकदमै खोला दुईपट्टि बढ्यो भने त अब एकदमै छैन कसैको कार्ड बगाएर प्रत्येक बर्खामा यस्तो हुन्छ होइन र चाहिँ हामी कसैलाई सक्नेहरूलाई अब यता सानो छ भने उहाँ गोरुबथान बोलाएर पनि सर्भिस दिनु सक्छौँ होइन हामीलाई पनि त दुःख लाग्छ हाम्रो नानीहरू छोडिँदाखेरि त्यो हाम्रै नानीहरू हो छोडिँदाखेरि दुःख लाग्छ र त्यसरी नै अब उता जानु सक्यो भने सकेन पोलियो कार्डहरू बगाएर हामीले फेरि पोलियो कार्डहरू दिनु पर्ने अवस्था यहाँको छ र लैती घिसमा पनि सेम छ हाम्रो पोखरेबुङ जिपी अन्तर्गत माङजिङ सब सेन्टरको यो दुईटा जुन चाहिँ फरेस्ट भिलेज छ यहाँ यो दुईटा फरेस्ट भिलेजहरूलाई सबैले नजरअन्दाज गरिदिया जाओस् भनी म एकदम सम्पूर्ण हाम्रो टाउकेहरूलाई एमपी एमएलएज्यूहरूलाई सबैलाई अनि यहाँ हाम्रो जति पनि गोरुबथान ब्लकको कालिम्पोङको जो पनि अघि आएर यसरी बढेर अब बोलिदिनु हुँदैछ उहाँहरूले पनि यसलाई चाहिँ नजरअन्दाज गरिदिया जाओस् भने म एकदम सबैलाई म निवेदन गर्दछु नजरअन्दाज होइन नजरमा लिए जाओस् मध्यनजर हजुर यसलाई चाहिँ फेरि भनेर फेरि ल यसलाई चाहिँ फेरि हाम्रो सबैजनाले मध्यनजर राखिदिएर यो कुरालाई अगाडि बढाइदिनु होस् भनी म निवेदन गर्दछु के नाम भन्नुभयो तपाईको मेरो लीला छेत्री माङजिङ सब सेन्टर पोखरेबुङ जिपी अन्तर्गत अन्तमा म एउटा कुरा के जोड्न चाहन्छु भने जो हाम्रो जो नानी हुनेवाला छ अब यो जुलाई 19 तारिक इडिडी छ उसको होइन उहाँलाई चाहिँ आज हामीले फोर्थ भिजिट चेकअप गरिकन आएको र फोर्थ भिजिट चेकअप गरेर आउँदा चाहिँ उसको चाहिँ यति साह्रो अवस्था अब खराब छ होइन अब मैले भने दुईटा खोला छ होइन त्यो खोलाको बिचमा तिमी बसेको छौ र तिम्रो हस्बेन्ड आज चाहिँ मैले उसको हस्बेन्डलाई भेट्नु पाइनँ कारण चाहिँ ऊ चाहिँ बजार जानुभएको रहेछ र त्यसैले उसँग मात्रै बात गरेर आएँ सासू पनि छैन रहेछ हुनु हुँदैन रहेछ अन्तखेरि चाहिँ उसँग बात गरेर आएँ र उसलाई चाहिँ मैले भनेको छु अब यो बिचतिरै उसलाई निकालेर हामीले केही व्यवस्था मिलाउनुपर्छ उहाँ गोरुबथानमा म मेरो डक्टरहरूसँग बात गर्छु बिएमएस सरहरूसँग बात गरेर अहिले हाम्रो सिनियर पिएचएन दिदीहरू हुनुहुन्छ उहाँहरूसँग बात गरेर म बेलुका उसलाई भन्छु भनेको छु फोर्थ भिजिट गरेर आएको छु र यो बिचमा उसलाई निकालेन यस्तो घाम लाग्दा निकालेन भने उसको होम डेलिभरी हुने त्यस्तो चान्सेस छ र उहाँलाई पनि हेरेर आएर एउटा पिएनसी छ भर्खर नानी भएको छ उहाँलाई पनि अब मैले पिएनसी भिजिट पनि गरेर आएको छु त्यो चाहिँ खुसी छु अब हाम्रो वेदरसँग अब जुन चाहिँ जोडेर आज हामीले उयो गर्न पायौँ होइन सक्सेस गर्न पायौँ यसको लागि हामी आभारी छौँ होइन अब हाम्रो भगवान्लाई पनि म प्रे गरेर हामी तिनैजनाले प्रे गरेको थियौँ र सुनिदिनु भयो यसको लागि धन्यवाद दिन चाहन्छु अच्छा कतिजना नानीहरूलाई आज तपाईँले पोलियो खुवाउनु भयो 14 जना नानी 14 जना नानीहरू हिजो खुवाउनु पाएको थिएन हिजो खुवाएन हिजो त खोलाले गर्दाखेरि बन्द भयौँ राति 2 रात भयो हामी सुत्नै सकेको छैन किनभने अस्तिको रात त 27 तारिकको रात चाहिँ हामी 3 जना सल्लाह गऱ्यौँ होइन बिहान राति पानी परेन भने चाहिँ हामी बिहान छिटै गरेर नानीहरूलाई पोलियो खुवाउने भनेर सल्लाह गऱ्यौँ तर 27 तारिकको राति चाहिँ पानी आएकोले गर्दाखेरि रातभरि पानी आयो दिदीले मलाई 10 बजीतिर फोन गर्नुभयो कतिको पानी पर्दैछ भनेर अब त्यो पानीको सतह त बढै अब अनुमानै लाउन सकेन भोलि खोला कस्तो हुन्छ भनेर किनभने आधा रात भइसकेको थियो र बिहानसम्म त्यो कन्टिन्यू पानी आएकोले गर्दाखेरि चाहिँ म 9 बजी आएर दिदीले भन्नुभयो एकपल्ट खोलामा आएर हेर कतिको छ सकेको छ भने हामी आउँछौँ भनेर भन्नुभयो होइन अन्त आएर मैले जुन चाहिँ भिडियो लगाएको थिएँ म बोलेर त्यसमा डेट पनि सायद मैले मिस्टेक भनेछु जुलाई भनेछु जुन थियो अनि सकेनौँ हामीले हिजो हाम्रो क्याम्पेनलाई सक्सेसफुल गर्नु र आज सक्सेसफुल गर्दाखेरि चाहिँ हामी धेरै नै खुसी छौँ किनभने हामीले 3टा काम गऱ्यौँ एउटा एएनसी चेकअप भयो पिएनसी चेकअप भयो त्यहाँदेखि नानीहरूलाई पल्स पोलियो गरेर चाहिँ आजको वेदरहरूले हामीलाई साथ दिएको छ होइन तपाईँहरू उहाँदेखि आउनुभएछ यो च्यानललाई पनि धेरै धेरै धन्यवाद दिँदै यो हाम्रो समस्या चाहिँ हाम्रो सिएम सरसँग पुगोस् र यसको बेनिफिट चाहिँ हाम्रो गाउँवासीले लिनु पाओस् भन्ने चाहिँ एकदम उहाँहरूलाई रिक्वेस्टको साथ धन्यवाद तपाईँहरूलाई भन्न चाहन्छु आइसिडिएसमा कतिजना छन् नानीहरू आइसिडिएसमा मेरो 14 जनै छ 14 जना नानीहरू
यस्तो झेलेर समस्या लिएर जानुपर्छ। पुरा समस्या हुन्छ नि अब कोही बेला उहाँको दाजुभाइहरू आउनुहुन्छ होइन बोलाउँछु तार दिनुहुन्छ अब तार्नु सक्दा त जान्छौँ तर अब सकेन भने त हामी यहीँबाट फर्किन्छौँ अब उहाँले पनि तार्नु छ किनभने मलाई यो 2019मा चाहिँ खोलाले बगाएको नि त बगाएको त्यो त सायद पुरै भिडियो पनि यो त कलकत्तासम्म पनि पुगेको थिएँ होइन अन्त त्यहाँदेखि चाहिँ पुरै डर लाग्छ मलाई चाहिँ अन्त बिचरा उहाँहरू आउनुहुन्छ फोन गरेर आयो भने तार दिनुहुन्छ तर अब सकेन भने त हामी फर्किन्छौँ अब उहाँकोहरूले मिलाइदिनुहुन्छ उहाँकोहरूले सेन्टर चलाइदिनुहुन्छ त्यति चाहिँ मैले भनिहालेँ अघि नै हिजो पल्स पोलियो खुवाउनु नपाउँदा आज उहाँहरू आफै गएर जीवनलाई जोखिममा राखेर पनि जीवन जोखिममा मोलेर नानीहरूलाई पल्स पोलियो खुवाएर उहाँहरू आइपुग्नु भयो। भन्नुको मतलब स्वास्थ्य शिक्षा सामाजिक हरेक आर्थिक हरेक कुराहरूदेखि वञ्चित रहेको यस ठाउँलाई अघिल्लो सरकारले अघिल्लो एमएलएले एमपीले कसैले हेरेन। अब यसपालिको सरकारले यसपालिको एमपीले हेरिदिन्छ भन्ने आशा नै उहाँहरूको रहेको छ। गुरुपथनबाट उमेश परियार, हाइवे च्यानल।